हेलो गुड आफ्टरनुन सबैजनालाई है। जस पनि हुनुहुन्छ जसलाई पनि फुलको चाहिँ अब इच्छा छ, इन्ट्रेस्टेड पर्सनहरू हुन्छ फुलको बारेमा, उनीहरूलाई चाहिँ यहाँनिर तपाईँले चाहिँ भेराइटिज अफ फुल चाहिँ पाउन सक्नुहुन्छ। अब इन्डोर, त्यहाँबाट बाहिर रोप्ने यो धुप्पीको, अन्त यिनीहरू यो अब ठुल्ठुलो गमला भएको यसो हेर्नु सक्नुहुन्छ। यहाँनिर चाहिँ भेराइटिज अफ फ्लावर्सहरू छ हो। तपाईँहरू जो पनि इन्ट्रेस्टेड पर्सनहरू हुनुहुन्छ उनीहरूले चाहिँ मसँग कन्ट्याक्ट गरिकन लिनु सक्नुहुनेछ। यसमा भेराइटिज अफ क्याक्टस, त्यहाँबाट यहाँनिर चाहिँ एलोभेरा, इजिलिया, धुप्पीको, यिनीहरू चाहिँ अब त्यहाँदेखि रेस्ट यिनीहरू सबै अब इन्डोर प्लान्टहरू तपाईँको अब ठुल्ठुलो गमलामा घरभित्र रोपेर राख्नु अब राम्रो देखिन्छ। अब एस्थेटिक रुमहरू जसलाई एस्थेटिक रुमहरू बनाउनु मन छ उनीहरूको लागि चाहिँ यहाँनिर चाहिँ भेराइटिज अफ इन्डोर फ्लावर्सहरू छ। यसो हेर्नु सक्नुहुन्छ। भेराइटिज अफ फ्लावर्सहरू छ। अब यिनीहरू चाहिँ अब अलिक एक्सपेन्सिभ फ्लावरहरू, अब एक्सपेन्सिभ पनि छ, अब नर्मल पनि छ। यिनीहरू चाहिँ अब अलिक एक्सपेन्सिभमा आउँछ हो। यसो हेर्नुहोस्, यिनीहरू चाहिँ अझै महँगो। यहाँ भएको यिनीहरू चाहिँ अब अलिक महँगो हो। यो भयो, अन्त यो भयो, यो भेराइटिजहरू चाहिँ अलिक महँगो। अब नर्मल रेन्जहरूमा चाहिँ अब यतातिर छ इन्डोरहरू। यसो हेर्नुहोस्। अब जसलाई इन्ट्रेस्ट छ तपाईँहरूले चाहिँ मलाई कमेन्टमा भन्नु सक्नुहुन्छ, नभए मलाई डाइरेक्ट कन्ट्याक्ट पनि गर्नु सक्नुहुन्छ। म तपाईँहरूलाई कन्ट्याक्ट नम्बर दिँदैछु।